40 किलोको बोको काट्दैछन्। किने मैले त चिन्नु हो नि मलाई चिन्नुहुन्छ भुटुवा अनि मासु छ है बाख्रालाई 9 जनाले काट्न लाग्यो नि अब सक्के ल हेर मलाई खुवाइदिएन नानीको त अलछि नि आइसियो खाजा सेट आइसकेको छ प्रसाद ल्याउनु भएको छ माथि पूजा गरेर ल्याएको हो ए पैसा दियो सुन त मैले खान लाग्यो नि तिमीले खायौ कि नै ए नखायो म नि खान्न अरे तीनटा बोका भएर एउटा बोका लगाउन सकेन नि अप्सनले काट्ला नि लोकल अन्डा आइसकेको छ है यस्तो अफरको बाटामा त छ लोकल अन्डा हेलो नमस्ते सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम सन्चै आरामै छु आज चाहिँ चट्ट लाएर बिहानै उठेर अहिले चाहिँ ठ्याक्क बिहानको कति 7 भएको छ आज चाहिँ च्याट्टा परेर के च्याट्टा भनेर यस्तो हल्का सानो खालको लुक्समा आइसकेको छु आज चाहिँ म हल्का च्याट्टा परेर चाहिँ अप्सनकोमा हिँडेको अप्सनकोमा आज पूजा रहेछ चट्टसँगले अझै बोलाएको थिएँ अनि हाम्रो साथीहरू चाहिँ फेरि अगाडि मलाई नपर्खिकन गए चाहिँ पछाडि नफर्किकन अब ल बससँग जाम ल भनेको अनि म आधी बाटोमा आइसकेको छु अप्सनको घर चाहिँ यहाँ तल पर्छ म अलि माथि आइसकेको छु पूजा गर्ने ठाउँ चाहिँ योदेखि अलि माथि हो अरे अनि त्यो मलाई बोलाएको छ हो जान लाग्यो बाइक यता व्यस्त आनिदिइसकेको छु चट्टो लाएर सरल रूपमा जान लाग्यो म अनि चाहिँ अब यस्तै छन् साथीहरू अब सँगै जाम ल भनेको एक्लै गरायो अब आधी बाटो आइसक्यो अब अझै आधी बाटो छ अनि चट्टसँगले आज रमाइलो गर्नुपर्ने हुन्छ अप्सन साथीकोमा अस्ति चाहिँ अब बिहे थियो रमाइलो भयो आज चाहिँ अब पूजामा नै दर रमाइलो गर्नुपर्ने हुन्छ चट्टसँगले सिस्टम मिलाएर आइसकेको छु म हेर्नु बाइकको लुक चाहिँ यस्तो छ स्वाइक छ अरे बाटोमा ल्याएर यस्तो अफरोडको बाटोमा प्लस सल्लाहगारीमा अरे त्यस्तै छ उतै गसी भेटौँ न चट्टसँगले है त फाइनल्ली म चाहिँ आइसकेको छु हाम्रो उद्देश्यमा यहाँ चाहिँ पूजा हुँदैछ अप्सनको अप्सन के छ भन्छु फमाउँदै हो है तिमी त हिँड्छु अरे यस्तो हो कि साथीको पारा यस्तो छ अरे अप्सनले काट्ला नि यस्तो छ पूजा भइरहेको छ बसौँ न यसो बाबा कति छिटो हो र छिनाउनु सकेको हिँड्न पाएन म भिडियो गर्नु पाएन त छिनाउनु सकेको यहाँ के हो कहाँ हो अरे यस्तो हो कि यहाँ चाहिँ यहाँ छिमेकीहरू हुनुहुन्छ तपाईँहरू सबैजना यस्तो भिडभाड हुनुहुँदैछ अनि भिडभाड सुनसान हुन्थ्यो यस्तै छ ल्याउ गरी काटेर ल्याउ गरी केटोले बाबा त्यस्तो नगर न आहा हेर न बाबु आहा हेर टिकोटालो गरेर हामी फाइनल्ली टिको है बाबु तिम्रो फाइनल्ली पूजा सकिसकेको छ बोको सोको व्यस्त हानिसकेको छ कहाँ हो र बोक्नु नसक्ने अरू चुरुक्कै उचाल्ला त यार एउटा बोकाले अर्को बोकालाई उचाल्न नसकेको अवस्था छ है ल तीनटा बोका भएर एउटा बोकालाई उचाल्न सकेन यार साथी कहाँ हो यस्तो चलाउन आएको होइन त हो कि नै अनि अर्को बोको फेरि यस्तो खालको यार पछाडि नफर्किने साथीलाई पर्खिने यसो हुन्छ नि मासु काट्ने यहाँ सेतो कपडा लाएर साथी मासु काट्न सेतो कपडा चोप लाएर यिनले आज राति गरेर पठाउने केटाहरू आज हामीले आज झालेर माले गरेर पठाउने हामीले फाइनली बोको ल्याएर आइसकेको छौँ हाम्रो यहाँ दुईटा बोकाले चाहिँ फाइनली एउटा बोको ल्याएर आइसकेको छन् है अप्सनको घरमा आइसक्यौँ हामी को हुनुहुन्छ नाचगाना के छ आज बिहा त हो फाइनल्ली है ल नमस्कार सबैजनालाई नमस्कार चिन्नु हो नि मलाई चिन्नुहुन्छ यस्तो खालको नमस्कार नमस्ते आराम हुनुहुन्छ भिडियो गराउने बराबर के छ र भिडियो गराउने आएको साथी कहाँ हो फेरि यस्तो हो कि राखिदिनुहोस् त अब ड्युटीतिर लाग्नुपर्ने हुन्छ भान्जा हजुरको छोरा हो नि ए ड्युटीतिर कहाँ हो साथी आफ्नै घर जस्तो पो गरेको त तिमीले त के हो आफ्नो ससुराली हो अरे अब ससुराली पनि यतै हो अरे यतै पुरानो घर हो अरे साथी चट्टसँगले अब ड्युटी सुन अब भक्की ड्युटी गर्नुपर्ने चाहिँ 2 घन्टा त्यसपछि भेटौँला टुट पारेर अरे टुट राख्नु अरे रातै गर्नुपर्छ है हजुर नाचगाना आज नाचगाना सब गर्नुपर्ने अस्तिको त आज रमाइलो गर्नु पर्यो अस्ति रमाइलो गर्नु पाइएन हुन्छ टेक भयो न के छ कहाँ हो
हजुर के छ खबर तपाईँको भन्नुहोस् बताउनुहोस् हजुरको हालखबर के छ साथी यहाँ उता सँगै बस्नुपर्छ क्या टिकोटालो सँगै पहर त्यहाँ बस्नु नजिक साथी ल पाले भालै टिका लाएर है केटा टिका लाएर पैसा दिएन नि केटा साता भाइ हेर यहाँ पैसा कति दिन्छन् हेर त रिसार लाहान क्या अस्तिको ब्लगले प्रगति भयो अरे ढोगर नि हो आता ढोगर ए पैसा नि हो अरे यस्तै नि हो हेर नि पैसा दिएर के गर्नु र साथी चाहिने मोमो हानी अरे हाफ प्लेट अरे भाउजू के छ खबर अस्तिको ब्लग हेर्नु अघि नै कस्तो लाग्यो खतरा थियो नि होइन यस्तो हजुर प्रसाद लिएर आउनुभएको रहेछ ल साथी ल खाइहालौँ त प्रसाद ल्याउनु भएको छ माथि पूजा गरेर ल्याएको हो यस्तो छ कि हेरी यहाँ पैसा नि दिएन साथीले ल असल पैसा दिएन अहिले क्युआर गरिदिन्छु पुगेन अरे ए यस्तो छ कि खाजा सेट आइसकेको छ सन्तोष मास्टरले 2 राउन्ड हानिसक्यो ड्युटी रोटी खाइसक्यो भन्छन् बोलाउनु छैन केही छैन कहाँ हो बाबु बाबु साथी अलसी नै आइसक्यो एकल काटे टाक्कै ठुलो एक्लो छोरो भएपछि यस्तै हो यस्तै हरि बिजोग हुन्छ तेरो बाबामा दुईटै छोरो बाबा रोटी अचार खाम हामी पेट बढाउँ अरे गिलास त्यस्तै खाने हो कहाँ नेपाली हो बिजी भएको सिस्टम चाहिन्छ हाम्रो आयोजकको मित्र हुनुहुन्छ हाम्रो असम खालको साथी भयो 40 किलोको बोको काट्दैछन् यिनले आफ्नो मितलाई आला स्टार्ट होला के छ त आफ्नो साथी जाँदाखेरि के भइरहेछ तिम्रो होइन त अस्ति त कुशलले मेरो साथी हो भन्दै थियो हेर न मान्छे हेर्दै यसलाई लान्छु भने यसको टाउको चल्लो टिप्नला त्यो मान्छेलाई चिन्नुहुन्छ एउटा बाख्रा काट्नलाई 1 2 3 4 5 6 7 8 9 जना आएन म एक्लै काटिदिन्थेँ यो त होल रेकर्ड भयो एउटा बाख्रालाई 9 जनाले काट्न लाग्यो नि अब सक्यो 3 घन्टा भयो अप्सन साथी फाइनली सबै काम कुरो सकेर हामी फ्री भएर बसिसकेको छौँ अब खाना पर्ने हुन्छ खानसाना पनि रेडी भइसकेको छ काटकुट पारेर खानसाना पकाएर सब रेडी गरेर अनि खान लाग्यो कि हो नि ल हेर मलाई खुवाइदिएन नानीको त ए म त खान्न त्यति छ हाम्रो चाहिँ खानाको आइटम चाहिँ आइसकेको छ भुटुवा अनि मासु छ है साथी बसिहालेर खानु पर्यो नि मैले खाँदैन यार त्यस्तो त कहाँ हुन्छ त्यस्तो हुँदै हुन्न कि अब चाहिँ यो खाएर जानुपर्ने हुन्छ हामी बिजी छौँ आजभोलि हो कि होइन एकदम बिजी आजभोलि बिहामा जाने खाम साथी छैन मायाले आउनु लाग्छ त सम्झनाले जानु रहेछ क्या भात त यस्तो साथी त मैले अर्को पनि त्यस्तै होइन क्या यसो हुन्छ नि यतिको त हुनुपर्छ ल ठिक छ यार यतिकै त चाहिन्छ यार तर यस्तो साथी त मलाई मात्र होइन मेरो यहाँ दुश्मन नपरोस् यार यतिको साथी यार यस्तो उनलाई भयो त सुन त भिडियो कलमा आऊ त न म खाँदै खान्न गर त अनि बल्ल खान्छु अरे ऊ त नभन्दा फोन गर्न लाग्ने त ए सुन त मैले खान लगाएको नि तिमीले खायो कि नै ए नखायो म नि खान्न अरे अहिले फेरि यहाँ अघि छिटो खान्छन् आधी घन्टा पहिला खान अहिले यिनलाई त कहाँ थोरै मरैले हुन्छ र यिनलाई त हुन्न कि अरे लाटार खानापिना के कस्तो छ होला यता भनिदिनु होला भिडियोमा प्रतिक्रिया दिनु भन्नुहुन्छ ल खाना पनि हुन्छ साथी हजुर सुरु गरौँ हाम्रो अन्तिममा हाम्रो अन्त के छ 2000 years later
यस्तो खालको हेरी भान्जी फेरि खै यस्तो खालको हेरी के भन्नु हो त भान्जीले कसरी हो खाने खामसाम भन्ने यसो हुन्छ नि छैन कहीँ माथि गएर खान्छ त भन्छ अलि अलि हायर सानो भयो अरे आमा यिनलाई माथि यहाँ माथि चढाउनु पर्ने खै खै अलि यता फर्केर यी गरेर त मैले हान्न फुकाइदिन्छु औँठीले हान्न फुकाइदिन्छु भन्छ आमा के छ अब तपाईँको बिहानमा सुत्ने दिनभरि सुत्ने खाने यस्तै छ सिसी टल्काउने सिसी टल्की टलाएको यस्तो हो अरे आमाको दुखेरी अरे अरे बाख्राले त फेरि ढोक्कै भएर चाहिँ यस्तो गर्छ बाख्राको अवस्था यस्तो हो कि यहाँ पुरै मुख हालेर चारो भित्रको चारो खाएर पुरै अन्डा काटेको अवस्था छ लोकल अन्डा चट्टापा दुईटा होइन क्या दुईटा अन्डा खानु क्या यस्तो छ कि सिस्टम मिलाएर अरे लोकल अन्डा आइसकेको छ है लोकल अन्डा दुईटा लोकल अन्डा काटेको रहेछ यस्तो छ सिस्टम मिलाएर लोकल अन्डा आज बेलुकाको तिन अरे सिस्टम यहाँ व्यस्त गरिदिनु पर्ने हुन्छ अन्डा राख्ने ठाउँ यहाँ छ लोकल अन्डा यता छन् लोकल अन्डा चट्टसँगले अहिले कुखुरा हेर्ने बेला भएको छ कुखुराको अवस्था यस्तो छ लोकल कुखुरा सिस्टम मिलाएर आमाको के पेट दुखे चाहिँ के हो लुगा त फरफर देख्छ है भान्जी के बिग्रियो अरे देखाउ चित्र राख्यो तिमीले यहाँ ल कस्तो है चित्र कपड लाउने स्टाइल भान्जी मिलाएर लाउने कपड यस्तो हुन्छ नि छोत्री कहाँ होइन दौडिनु होइन चाहिँ लोकल कुखुरा अन्डा गाडी काडी खान अन्डा त थुप्रै खाने आज निस भान्जी के खाने हो अन्डा लोकल अन्डा खाने हो अन्डा यात्री हो अरे त भागी हुनुहुन्छ क्या यस्तो छ अब रात पनि बन लाग्यो निस भान्जी के हो अबको प्लानिङ हाम्रो अबको प्लानिङ के छ अबको प्लानिङ के भन्नु छ कि त्यस्तै छ अनि चाहिँ चट्टबारमा ब्लग यतैतिर अन्त्य गरिदिन्छु होला अँध्रो पनि हुन लागेको छ होइन भान्जी अँध्रो हुन लागेको छ आजको लागि यति नै हुन्छ अन्तिमसम्म हेरिदिएकोमा धन्यवाद छ भिडियो के कस्तो लागिरहेको छ तपाईँलाई भनिदिनु होला लेखिदिनु होला म सुधार गर्दै जान्छु चट्टबारमा अनि अर्को भलाको भेटौँला त्यतिन्जेलसम्मको लागि तपाईँहरू पनि एकदमै राम्रोसँग बस्नु ल म पनि बब्बा तरिकाले बस्नेछु अनि सबैजनालाई बाई बाई है त